मेरो नाम खेमराज पाण्डे हो। म धनगढी नगरपालिका वार्ड नम्बर 5 मा बस्छु र मैले 2047 देखि 49 सम्म श्री ऐश्वर्य विद्यानिकेतनको प्राचार्य भएर काम गरेको थिएँ। त त्यो 2 वर्षको अनुभवमा मैले जुन ऐश्वर्य विद्यानिकेतनको तत्कालीन समस्याहरू थियो त्यसलाई धेरै हदसम्म विभिन्न अभिभावकहरूको सहयोगले राम्रो गर्न सकेँ र म भन्छु यो ऐश्वर्य विद्यानिकेतन कैलाली जिल्लामा मात्रै नभएर नेपाल अधिराज्यमै पहिलो पंक्तिमा आउने विद्यालयहरू मध्येको एउटा हो। यसले धेरै सफलताहरू हासिल गरेको छ र यसबाट पढेका धेरै विद्यार्थीहरू ठुल्ठुलो पदमा पुगेका छन् र म यहाँ धनगढी स्थित र सुदूरपश्चिमाञ्चलकै अभिभावकहरूसँग भन्न चाहन्छु कि तपाईहरू कुनै राम्रो विद्यालयमा आफ्नो नानीहरूलाई पढाउन चाहनुहुन्छ भने श्री ऐश्वर्य विद्यानिकेतन विद्यालयलाई रोज्नुहोस् र त्यहाँ भर्ना गर्दाखेरि तपाईहरूको बच्चाहरूको भविष्य उज्जवल छ। निश्चित सफलताको लागि तपाईहरूले ढुक्क भएर बस्दा हुन्छ भन्ने म अनुरोध गर्न चाहन्छु। म त्यस विद्यालयको अहिले सल्लाहकार समितिको सदस्यमा पनि छु विद्यालयको र ऐश्वर्य विद्यानिकेतन 2033 सालमा स्थापना भएको अहिलेसम्म यसको रेकर्डहरू हेर्दाखेरि तपाईहरू थाहा पाउनुहुन्छ कि यो नेपालको पहिलो पंक्तिमा आउने विद्यालयहरू मध्ये एउटा हो भन्ने मलाई लाग्छ।